अफरोड को राजा 220 को भिडियो लिएर आएको छु तपाईहरुको माझ। 2026 मोडलमा भने एफआई इन्जिनको साथ आएको छ। त्यसैगरी यूएसबी चार्ज पोर्ट र एलईडी इन्डिकेटर रहेको छ। यसको इन्जिन र परफर्मेन्सको कुरा गर्नुपर्दा इन्जिन 220 सीसी ओइल कोल्ड सिंगल सिलिन्डर 4 स्ट्रोक विथ फ्यूल सन एफआई इन्जिन रहेको छ। पावरको कुरा गर्नुपर्दाखेरि 20.4 पीएस पावर, 8500 आरपीएम र 18.55 टर्क, 7000 आरपीएम रहेको छ। 5 गियरबक्स आउँछ भने ब्रेक अगाडि 280 एमएम डिस्क ब्रेक सिंगल च्यानल एबीएस, पछाडि 230 एमएम डिस्क ब्रेक। सस्पेन्सन अगाडि टेलिस्कोप सस्पेन्सन, पछाडि 5 स्टेप एडजस्टेबल सस्पेन्सन। टायर अगाडि 90/90, पछाडि 120/80। टायर चाहिँ अगाडि र पछाडि दुवैमा ट्युबलेस रहेको छ। फ्यूल ट्याङ्क क्यापेसिटी भनेको चाहिँ 15 लिटर रहेको छ। यसको ग्राउन्ड क्लियरेन्स चाहिँ 165 रहेको छ भने वेट चाहिँ यसको 160 रहेको छ। त्यसैगरी माइलेज 35 दिन्छ भने टप स्पिड 130 किलोमिटर रहेको छ। यसको सीट हाइट 795 एमएम रहेको छ। यसमा अन्य फिचरहरू भनेको ब्लुटुथ कनेक्टिभिटी, टर्न बाइ टर्न नेभिगेसन, कल एक्सेप्ट एन्ड रिजेक्ट, मिस्ड कल एन्ड मेसेज अलर्ट, कल डिस्टेन्स टु एम्प्टी रहेको छ। 2026 मा चाहिँ यसको प्राइस रहेको छ नेपालमा 4,39,900। यही हो अफरोड को राजाको चाहिँ हैन फुल डिटेल्स चाहिँ। अब भिडियो कस्तो लाग्यो लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न नभुल्नु होला। अब नेक्स्ट भिडियोमा भेट हुनेछु। गुड बाई।